दर्शकबिन जनकपुर धामका विभिन्न ग्यास पसलमा नेपाल आयल निगमको छापा। धनुषा ग्यास विक्रेता संघका अध्यक्ष फुलदेव पण्डितको पसलबाट 131 थान ग्यास सिलिन्डर बरामद। कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीको आरोप। दर्शकबिन जनकपुर धाममा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आशंकामा नेपाल आयल निगमले ग्यास व्यवसायीका पसल तथा गोदाममा अनुगमन तीव्र पारेको छ। आइतबार नेपाल आयल निगम महेन्द्रनगर डिपोबाट रामराज सिंहको नेतृत्वमा खटिएको अनुगमन टोलीले जनकपुर धामको बजरङ चौक स्थित सागर ट्रेडर्समा छापा मारेको हो। यो पसल धनुषा ग्यास विक्रेता संघका अध्यक्ष फुलदेव पण्डितले सञ्चालन गर्दै आएका छन्। उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि निगमको टोलीले अनुगमन गर्दा सट्टर बन्द अवस्थामा रहेको गोदामभित्र 131वटा भरिएको मनोज ग्यास सिलिन्डर फेला परेको जनाएको छ। बजारमा ग्यास खोज्दै उपभोक्ता भौतारी रहेका बेला अध्यक्षकै गोदाममा 131वटा भरिएका सिलिन्डर भेट्नु आफैमा गम्भीर प्रश्न बनेको छ। अर्थात् बाहिर उपभोक्ता लाइनमा बसिरहेका छन् तर भित्र ग्यासको सिलिन्डरको भण्डार छ। दर्शकबिन बाहिर ग्यासको खोजीमा उपभोक्ता लामो लाइनमा बसिरहेका छन्। घरमा चुलो बाल्ने चिन्ता छ तर त्यही बेला गोदामभित्र भेटिन्छ 131वटा भरिएका सिलिन्डर। यसले एउटै प्रश्न उब्जाइरहेका छन्, के साँच्चै ग्यासको अभाव भएकै हो कि कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको छ भन्ने गम्भीर प्रश्न उठिरहेका छन्।